हास्य टेली चलचित्र झिल्के दाई। मैले चोरेकै होइन सुगा लागेको मकैको लागि हो कि भनेर लिएर हिँडेको बाले पनि नराम्रो छैन चिसो लाग्यो अन्त दुलमोलेले पनि धन्नु फेरि हारेन पानी पनि कति बगेको आफूलाई पोलिरहेको ल अनि भाइ घर कहाँ पर्यो? मेरो घर हो यही तल भन्छन् गैरी गाउँ मान्छे चाहिँ हट्टा कट्टा झिल्के मेरो नै गुड। मलाई यस्तै बानी भएको मनपर्छ। न त मैले परिचय नै खोजेको थिएँ, तिमी आफै परिचय देऊ। अनि भन के को अनि भन भाग जति सबै भनिदिए शिर सम्पत्ति सबै सुनाइदिए अनि तपाईँको भन्न पर्दैन मलाई। न त तिमीले मेरो परिचय नै माग्यौ न त मैले नै भन्न चाहे। परिचय चाहिँ भन्दै गर होला नि। चस्मा खोलेर मात्रै कहाँ परिचय थाहा पाइन्छ त नि। चस्मा त त्यस्ता हाम्रा पनि छन्। बरु तपाईँको नाम भन्नुहोस्, तपाईँको हुलिया भन्नुहोस्, कहाँ राम भएको सबै भन्नुहोस्, सबै थाहा पाएपछि बोल्न आँटिन्छौँ। होइन चिन्दैन ल भन्नुहोस् तपाईँको नाम सबै भन्नुहोस्, घर पनि भन्नुहोस्, घर पनि भन्नुहोस् ल। भनेपछि तिमीलाई परिचय दिनु पर्यो। म डाइरेक्टर हो। होइन तपाईँको नाम पनि कतिवटा ढिलो के भन्नु अरे नाम ड्राइभर होइन हो त यो ट्र्याक्टरको ड्राइभर भन्ने सुनेको थिएँ। यो ड्राइभरको ट्र्याक्टर भन्ने अलिक सुनेको थिइनँ। ठिकै छ नाम त तपाईँको ड्राइभर ट्र्याक्टर भयो। ल थर भन्नुहोस् त थर के हो तपाईँको? कहाँ ड्राइभर ट्र्याक्टर भनेको त डाइरेक्टर भनेको। म फिल्म बनाउँछु। फिल्म बनाउने ड्राइभर ट्र्याक्टर होइन तपाईँले कुन फिल्म बनाउनु भएको छ र? अहिले त मैले फिल्म बनाएको छैन, एउटा हास्य टेली चलचित्र बनाएको छु झिल्के दाई। झिल्के दाई? मेरो नाम पनि झिल्के हो। मलाई त्यो फिल्मको हिरो बनाउनु मिल्दैन। अनि त्यो झिल्के दाई भन्ने चाहिँ कुन रेडियोबाट आउँछ नि? कहाँ रेडियोबाट हो त नि? टिभीमा आउँछ नि। टिभीमा आउँछ अरे? होइन कुन टिभीमा आउँछ अनि कहिले आउँछ? हाम्रै यस वाली केबल र सिटिजन केबलमा हरेक शनिबार साँझ 7:30 बजे आउँछ। एकछिन है मैले राख्छु कि तपाईँले राख्नु भएको छ नि। अनि त्यो तपाईँको फिल्म छ नि त्यसमा पनि हामीलाई घुसाउनु मिल्दैन, यस्तै कमेरामा खिच्न मिल्दैन। हामीलाई पनि मिलाउनु न बरु कस्तो हुँदो। त्यो फिल्ममा चाहिँ अलि मिल्दैन। अहिले मैले एउटा नयाँ फिल्म बनाउँदैछु। त्यसको लागि केही कलाकारहरूको आवश्यकता परेको हुनाले म यो गाउँमा पनि केही पाइन्छ कि भनेर आएको छु। तिमी मलाई सहयोग गर्छौ? सहयोग? किन सहयोग नगर्नु नि? बेसारी सहयोग गर्छु नि। तर सहयोग त गर्छु एउटा शर्तमा। सर्ट? के सर्ट भन न। मलाई पनि त्यो फिल्मको एउटा पात्र बनाउनु पर्छ। म भन्दै छु नि तिमी त्यो पात्रको लागि एकदम फिट छौ। केमा? हिरोमा? होइन लाइटम्यानमा। लाइटम्यान? होइन त्यो लाइटम्यान भनेको कस्तो? कतै त्यो हिरोलाई ए क्यामेरा लाउला अहिले उता ए हानी खाइ त होइन? त्यही हो। बरु मलाई तिम्रो गाउँतिर डुलाउँदैनौ अनि मलाई अलिकति कलाकार चाहिएको छ। मलाई कलाकार बुझाइदिन तिमीले? किन नबुझाइदिने नि? हाम्रा गाउँमा कति राम्रा राम्रा झ्याम्पुतली छिटीहरू छ। सबैसित भेट्न दिन्छु नि म। बरु म जुत्ता लाउँछु अल्प जान्छ एकदम बस आयो मेरो जुत्ता हेर सुन्नु त। गाली गर्नु मलाई के गर्नु तपाईँ? सोल्टी ड्राइभर ट्र्याक्टर भयो। कस्तो मान्छेको फेला परिएछ। अब के गर्ने? फिल्म पनि नबनाइन भने फिल्म बनाउने हो कि के भयो? एकछिन तोना बाँच्छ कि तोना? ल ल के भयो? अलि हतार छ देखि अलिक के गर्ने? के को हतार?
राखेन त गिफ्टी छोरा ल्याएको छु त मागेर ल्याएको मान्छे हो नयाँ लिएर आएको आर्मी हुँदाखेरि तिमी बडो मजाको मान्छे रहेछ एकदम मजाको मान्छे यो गाउँमा कार्यक्रम भयो भने मलाई नआउने खोज्दैन अनि पछि तिमीхан यो गाउँमा फेरि तल्लो गाउँको नि तिमीхан चस्मा दिने होइन अर्का जसमा फिल्ममा लगेर हामीलाई भनेर नि दिनमा हामीले महँगो चस्मा चल्यो ए बाबा ल ल नदेऊ ल त नि अनि फेरि मसँग भागे यो कपडा चोर हो कि भने शङ्का लाएर हेरेको हाम्रो यो गाउँमा होइन हिरोइन त कति छन् कति राम्रा अघि हेर्नु न यो गाउँको हिरो भनेकै म यो हेर्नुहोस् अब जे पर्दा पनि जे गर्दा पनि बोलाउँछन् हजुरको बन्ने फिल्ममा म हिरो राख्दा एकदम उपयुक्त हुन्छ हिरोइन चाहिँ म पनि खोज्छु यता जानु यता पनि छन् कि हिरोइनहरू जानु सुन्यामा हेर त मैले कसलाई ल्याएँ होइन के ड्राइभर हेर्नु आएको नमस्कार गर्नुहोस् न नमस्कार चिन्नु भयो चिन्नु भएन उहाँ चाहिँ हाम्रो यो गाउँमा फिल्म बनाउन आउनु भएको ड्राइभर सेक्टर डाइरेक्टर साहब अब त चिन्नु भयो उहाँ चाहिँ हाम्रो गाउँमा फिल्म बनाउनलाई हिरोइन खोज्न आउनु भएको हाम्रो यहाँकी सुन्दाखेरि पनि हिरोइन जस्तै छ यसलाई हिरोइन बनाउनु पर्यो भनेर लिएर आएको के अब फिल्म पनि बनाउनु पर्यो हिरो पनि मलाई बनाउने कि जस्तो थाहा छ क्या कुरो बुझ्नुहोस् न उहाँलाई उहाँ अन्त पनि हिँडाल्न लिएर जानु त बरु भन्नुहोस् न सुन्दरी कहाँ गइन् ए सुन्दरी त घाँस काट्नु गएछ अरू छैनन् किन नआउने नि जति पनि छन् ऊ पल्ला घर पनि छन् बरु आमा सुन्दरी आउने बित्तिकै माथि चौतारा पठाइदिनु म चाहिँ पल्ला घर जान्छु ल जाऊँ तो हराई छोडेर रेडियोमा सुनेर तिमी गएको तँ मम्मीलाई छोड्ने हुन्डा जिउमा के रे त्यो डबल के हो म त यसमा भइसक्यो होइन तिमी डबलले हो जिउमा त्यसबाट मैले जान्छु आइटे पहिला खा मेरो ठाउँमा त खानेकुरो छैन तैँले खा म सुन्छु त्यसकाबाट कबर 4 दिन गरी खाइए त नि जिन्दगी फर्स्ट टाइम हो गए जस्तो खा गए अनि आज गाउँको खबर के छ पार्टी सन्डे छ तेरो छोरो पड्के आरामै छ चुब अनि नेकला सुन्छ के भयो भन्दा गाँसे हाम्रो त झिल्के छ नि तँ त सशस्त्र प्रहरी भयो अरे भनेर यहाँ फोन आएको तल माइलेका यहाँ तल माइले दिदीले होइन नुन लिन आउँदा भात खाने हो यहाँ फोन आएको थियो तँ त सशस्त्र भयो त चुब ल यो त निरनको खाने ए उठ क्या त्यसको अब टाढोको सँगै मिलेर भुइँलाई खोजेर लाने हुन्छ कि नै
चपला त्यसको गर्छ अब तारमा मिलेर मुनियालाई खोजेर गाउँमा लानुपर्छ त्यो पाकेलाई त्यसै गरी आमालाई यहाँ पनि ल्याउनी हिरोनी छ नि है यसलाई म बोलाउँछु है त ल्याउनी ए ल्याउनी आइन् ओ आइन् यिनी नै हो हिरोनी कस्तो लाग्यो पहिला उठाउ न ठिकै छ अलि ओर्याउ न कहाँ टाढा बसेको अलि आऊ न हो ल ल तिमी उहाँ चाहिँ फिल्म बनाउनु भनेर माथेर आउनु भएको उहाँलाई हिरोइन चाहियो अरे हिरोइनलाई मैले त सुरुमा सुन्दरीलाई देखाएको थिएँ सुन्दरी चाहिँ घाँसेमै गइछ अरे के त्यही भएर अब तिमीलाई पनि देखाउनु पर्छ तिमी पनि हिरोइन जति छ हो कि हिरो पनि चाहियो अरे उहाँलाई हिरोमा त मै ठिक छु जस्तो पनि छ कि कुरो त्यही भएर परिचय गरिदिनु पऱ्यो उहाँ चाहिँ त्यही फिल्मको ड्राइभर देख्छ डाइरेक्टर छ नसेर गर न कुचो मारेर नसेर गर ठिकै छ हिरोनी कस्ती छन् भनेर अब विचार गर्ने राम्रो नराम्रो छुट्यो नि तपाईँले तपाईँलाई नि होइन चिन्न पाइयो अब हाम्रै गाउँमा आएपछि आफ्नै पडोसी भने पनि भयो आफ्नै दाजुभाइ भने पनि भयो कि ठिकै छ अनि उहाँ बढी भाइ ठिकै छ हिरोनी मनपर्छ कि पर्दैन तपाईँको विचार ल अब हिरोनी कस्ती छ फिल्मको लागि ठिक्क छ कि छैन ल विचार गर्नुहोस् संग नजर जुदाई डराए को याद आयो तिमी संग नजर जुदाई डराए को याद आयो तिम्रो मिठो मुस्कानमा हराए को याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो कति सपना सजाएको थिएँ मैले तिम्रो नाउँमा अब चाहिँ यो ड्राइभर ट्र्याक्टर र यो नेउलीको लप्परा जस्तो छ अब तेरो काम छैन जिल्गे तँ जा जा जा